सुरुवात एभ्रिथिङ न्यू नै स्टार्ट हुन्छ। सो यो भ्लग पनि रातिको 12 बजीतिर स्टार्ट हुँदैछ। ह्याप्पी न्यू इयर सबजनालाई चाहिँ होइन। सो न्यू इयर न्यू स्टार्टिङ जर्नी है। सो यो सँगै अनि साथीहरू चाहिँ सबजना हामी चाहिँ अहिले चाहिँ बिस्कामा छ सबजना है। दाइहरू बुमतीको सबजना हामी चाहिँ बिस्का जात्रामा छौँ। रातिको 12 बजे मन्दिरमा देउता लग्नलाई चाहिँ यहाँ यसरी आइराखेका छौँ यहाँ होइन। यसरी आइरहेको छौँ। सो सबैजनालाई ह्याप्पी न्यू इयर। सबजना सुतिराख्नु भएको छ होला। हामी चाहिँ यो साइडमा आर्यघाट छ। सो हामी चाहिँ यता टक्क लगाएर धिमे सिमे बजाएर अनि देउता लग्नलाई चाहिँ यहाँ पुगिरहेको छ। मेबी रातिको 12 कति 10-15 भइसक्यो होला। सबैलाई ह्याप्पी न्यू इयर पनि सबैजना सुति पनि राख्नु भयो होला। सो यस्तो हुँदैछ यहाँ चाहिँ। लेट्स सी हेर्दै जाउँ। अब 3 दिन नन स्टप धिमे बजाउने जात्रामा नै हुन्छ। जात्राको भ्लग मात्र आउँछ होला। हेर्दै जानु होला अगाडि के हुन्छ त है। गाइस अहिले चाहिँ हामी यता देउता ल्याउने ठाउँ देउता उठाउने ठाउँमा चाहिँ आइपुग्यौँ होइन। यदि 1 कति बजिसक्यो होइन। लास्टै खाइसक्यो निना पनि लागिसक्यो। त्यसो अब आजदेखि चाहिँ सिन्दुर जात्रा पनि स्टार्ट हुन्छ भक्तपुरमा चाहिँ होइन। सिन्दुर जात्रा पनि स्टार्ट भयो भनौँ न। अब यहाँदेखि देउता लगेर चाहिँ सिन्दुर जात्रा पनि स्टार्ट हुन्छ। अन्त देउता बाजाहरू बजाइरहेको छ केटाहरू सबजना। केटाहरू भन्नाले पनि अब भनौँ न सबजना दाइहरू सबजना त्यही हो। लेट्स सी हेर्दै जाउँ के हुन्छ। निन्द्रा लास्टै लागिसक्यो। फर्स्ट टाइम हो यो है हाम्रो चाहिँ यता चाहिँ। गाइस रातिको कति बजी दाइ घडी हेरौँ ल। घडी हेरौँ। हामी चाहिँ अब टक्क देउता बल्ल निकाल्न लाग्यो होइन। यो रेडी भएर पुरा कानमा रुसी लगाएर सबजना आइसकेको छौँ। 2 बजेर 24 मिनट गएको छ अहिले चाहिँ। टक्क 2 बजेर 24 मिनट गएको छ। अब चाहिँ जात्रा सात्रा निस्किन्छ यहाँदेखि रमाइलो गर्नुपर्छ। अनि हाम्रो डन चाहिँ अगाडि हुनुहुन्छ त्यता। सो हेरौँ अब दिनभर आजको दिनभर अब यस्तै हुन्छ। एक निन्द्रा आँखा चिमिक्क पनि चिम्लेको छ। आज एकचोटि आँखा चिम्ला छैन है। सिधै अब जात्रा स्टार्ट भइसक्यो त्यहाँ। हाम्रो डन यता हुनुहुन्छ। सो हेर्दै जाउँ अब के हुन्छ। त्यही हो हामी चाहिँ अब कति हामी चाहिँ ठाउँमा चाहिँ अब आइसक्यो। देउटा चाहिँ तल मुनि छ। अनि यहाँ चाहिँ अब यस्तो चल्दैछ प्रक्रियाहरू। पहिला हालेर होला। सो अब जात्रा हुँदैछ होइन। 3 बजिसक्यो। अब यहाँ खरहरू ठाउँमा देउता यहाँ राख्छ। यहाँदेखि अब फेरि रिटर्न ब्याक टु राप्चा। यस्तो हुन्छ यता चाहिँ होइन। मलाई पनि थाहा छैन के हो तर फर्स्ट टाइमै देखायो हाम्रो होइन। यस्तो हुन्छ त। त्यही हो हेर्दै जानु अगाडि के हुन्छ होइन। यता चाहिँ अब हाम्रो कम्पिटिसनहरू लगाइरहेको छ होइन। यता चाहिँ हाम्रो ढिमे छ यो साइडमा चाहिँ। अनि यता चाहिँ अर्को गाउँको ढिमे छ। कम्पिटिसनहरू लगाइरहेको छ। हेरौँ अब हामी पनि बजाउनु जानुपर्छ त्यहाँ चाहिँ। मेरो भ्लगमा वेलकम छ ल। के भन्छ ल ह्याप्पी न्यू इयर जात्रा सबजनालाई। अब हाम्रो चाहिँ ह्याप्पी न्यू जात्रा स्टार्ट भइसक्यो। र गाइस त्यही हो कति बज्यो टाइमै हेर्नु बिर्सिन्छ भने जब भ्लग स्टार्ट गर्छ अहिले चाहिँ होइन हाम्रो हालत 4:40 ल 4:40 भइसक्यो। अब त्यहाँ मन्दिरमा देउता बिसाउने ठाउँमा बल्ल पुग्यो। यहाँ अब 1-2 घन्टाको रेस्ट पाइन्छ। त्यसपछि फेरि दिनभरि खटाइ। अनि पछि अझै बाँकी छ। आँखा खोल्न पनि सकेको छैन। यस्तो छ नि यहाँ हालत हेरेर। अब यहाँबाट त्यहाँ टक्क अब त्यहाँ मन्दिर कहाँ जाने। अघि मैले जहाँदेखि फर्स्ट भ्लगिङ स्टार्ट गरेको थिएँ त्यही नै जाने। फेरि त्यही बाटो फेरि कता हुन्छ कता अब हेर्दै जानु होला। त्यही हो बिस्काको रमाइलो फर्स्ट दिन है। यो चाहिँ 1 गते। सो सबैलाई ह्याप्पी न्यू इयर पनि छ। यो चाहिँ 1 गते। अब भोलि 2 गते। भोलि 2 गते राति होला।
गुड मर्निङ पनि हिजोको निन्द्राले चाहिँ आज उठ्यो सो अब लेट्स हेरौँ आज चाहिँ डे 2 छ जात्राको होइन डे 1 हिँडिसक्यो अनि बिहान कति 7-8 बजीतिर सुतेको अब अहिले उठिरह होइन सो अब लेट्स डे 2 को भ्लग हेरौँ के हुन्छ अहिलेलाई चाहिँ यो भ्लग यतै इन्ड